जापान यो नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? सायद बुलेट ट्रेन, अत्याधुनिक रोबोट अनि एकदमै धनी देशको तस्विर। तर आज हामी जापानको त्यो चम्किलो पर्दा पछाडिको एउटा अलि फरक, अलि अध्यारो आर्थिक वास्तविकताको कुरा गर्दैछौँ। यो एउटा यस्तो कथा हो जहाँ एउटा आर्थिक चमत्कार कसरी 30 वर्ष लामो मन्दीमा गएर अड्कियो। र हो, यसले नेपाल जस्ता देशहरूका लागि केही गम्भीर पाठहरू पनि सिकाउँछ। आउनुहोस् यसको गहिराईमा डुबौँ। ल, यो स्लाइडले त्यो विरोधाभासलाई छर्लङ्गै पार्छ। एकातिर प्रविधिको शिखरमा पुगेको जापानको चम्किलो छवि छ, तर अर्कोतिर वास्तविकता अलि तीतो छ। सोच्नुस् त, सन् 1995 देखि आजसम्म जापानमा औसत आम्दानी लगभग बढेको नै छैन। त्यहाँका युवाहरू त आफ्नो आमाबुबाको पुस्ताभन्दा गरिब छन्। विकास भनेको त सधैँ अगाडि बढ्ने कुरा हो भन्ने हाम्रो सोचलाई यो तथ्यले सिधै चुनौती दिन्छ। र यो अवस्था कति गम्भीर छ भन्ने कुरा यो एउटै आँकडाले देखाउँछ। जापान आज संसारकै सबैभन्दा धेरै ऋण भएको देश हो। उसको ऋण र कुल गारस्थ्य उत्पादन अर्थात् जीडीपीको अनुपात 248% छ। मतलब देशले एक वर्षमा जति कमाउँछ त्यसको झण्डै 2.5 गुणा बढी त ऋण मात्रै छ। यो एउटा यस्तो विशाल आर्थिक बोझ हो जसले देशको प्रगतिलाई पछाडिबाट तानिरहेको छ। यो आर्थिक सङ्कटका केही लक्षण त साँच्चै अचम्म लाग्दछन्। कल्पना गरौँ त, सन् 2023मा मात्रै 10,000 कम्पनीहरू टाट पल्टिए। तर त्योभन्दा पनि अचम्मको कुरा के भने तीमध्ये 300 कम्पनी पैसा नभएर होइन, काम गर्ने मान्छे नपाएर बन्द भए। एकातिर बेरोजगारीको कुरा छ, अर्कोतिर कामदारको अभाव। यो कस्तो उल्टो स्थिति! अझ 50 वर्षका मानिसहरू आफ्ना वृद्ध आमाबुबाको पेन्सनमा बाँच्नुपर्ने अवस्थाले त्यहाँको सामाजिक र आर्थिक सङ्कट कति गहिरो रहेछ भन्ने देखाउँछ। आखिर जापान एउटा आर्थिक चमत्कारबाट यस्तो गहिरो सङ्कटमा कसरी आइपुग्यो त? यसको जड 1980 को दशकको त्यो ठूलो आर्थिक बबल अर्थात् फोकामा लुकेको छ। 1980 को दशकमा त जापानको अर्थतन्त्रले अमेरिकालाई नै उछिन्छ जस्तो थियो। त्यहाँको जमिनको मूल्य यतिसम्म बढ्यो कि त्यो सिङ्गो अमेरिकाको जमिनभन्दा 4 गुणा महँगो हुन पुग्यो। तर 1985 को प्लाजा सम्झौताले जापानी येनको मूल्य 81 बढायो, जसले गर्दा निर्यात महँगो भयो। अब यसलाई समाधान गर्न ब्याङ्कहरूले ब्याज दर घटाएर 2.5% मा झारे, जसले बजारमा सस्तो पैसाको बाढी नै आयो। त्यो पैसा उद्योगमा भन्दा पनि शेयर र घर जग्गामा लगानी भयो। अनि अन्ततः 1990 मा सरकारले ब्याज दर बढाएर 6% पुर्याउने बित्तिकै त्यो फोका फुट्यो र जापान कहिल्यै निको नहुने गरी मन्दीमा फस्यो। र यहीँबाट सुरु हुन्छ जोम्बी कम्पनीहरूको कथा। यी ती कम्पनीहरू हुन् जसले बाहिरबाट हेर्दा जापानको अर्थतन्त्रलाई ठिकठाक देखाए पनि भित्रभित्रै भने खोक्रो बनाइरहेका थिए। जोम्बी कम्पनी नामले नै धेरै कुरा बताउँछ। यो भनेको कस्तो कम्पनी हो भने जो आर्थिक रूपमा मरिसकेको हुन्छ, तर ब्याङ्क र सरकारको ऋण र सहयोगले गर्दा सास फेरिरहेको जस्तो देखिन्छ। यस्ता कम्पनीहरूले आफ्नो ऋणको ब्याज त जेनतेन तिर्छन्, तर सावा तिर्ने त कुरै छाडौँ। अनि त्यसैले तिनीहरूले न त कुनै नयाँ आविष्कार गर्न सक्छन्, न त आफ्नो व्यापार नै बढाउन सक्छन्। तिनीहरू केवल बाँच्छन्, तर प्रगति गर्दैनन् र नयाँ कम्पनीको लागि बाटो छेकेर बसिदिन्छन्। यसले एउटा खतरनाक दुष्चक्र सुरु गर्छ। जब कम्पनीहरू डुब्न लागे, सरकारले अर्थतन्त्र जोगाउने नाममा उनीहरूलाई बन्द हुन दिनुको सट्टा झन ऋण थपेर बचायो। तर यसले जापानमा एउटा इनोभेसन ब्ल्याक होल बनायो। जब पुरानो र असक्षम कम्पनी मर्दैन, तब नयाँ, ऊर्जावान र प्रतिस्पर्धी कम्पनीले बजारमा ठाउँ नै पाउँदैन। यसले त सिङ्गो देशको नवप्रवर्तन र प्रगतिलाई नै रोकिदिन्छ। यसको सबैभन्दा ठूलो र दुःखद असर कसलाई पर्यो? युवाहरूलाई। मन्दीको समयमा कम्पनीहरूले नयाँ स्नातकहरूलाई रोजगारी दिने बन्द गरे। एक पूरै पुस्ताले कुनै विशेष सिप सिक्ने अवसरै पाएन र ससाना काम गरेर बस्न बाध्य भयो। आज ती मानिसहरू 50 वर्षका भए, तर उनीहरूसँग न कुनै व्यवस्थापकीय सिप छ, न त कुनै ठूलो कम्पनीले उनीहरूलाई काम दिन्छ। एक पूरै पुस्ता नै पछाडि छुट्यो। अब एकछिन जापानको यो कथालाई नेपालसँग जोडेर हेरौँ न। जापानका निजी क्षेत्रका जोम्बी कम्पनीहरू र नेपालका सरकारी स्वामित्वका उद्योगहरूबीच केही डरलाग्दा आर्थिक समानताहरू भेटिन्छन्। यो तालिकाले यो तुलनालाई अझ स्पष्ट पार्छ। हेर्नुस् त, दुवै प्रकारका संस्थाहरू आर्थिक रूपमा असक्षम छन् तर कृत्रिम रूपमा जीवित छन्।
जापानमा यिनीहरूले बजारमा नयाँ कम्पनीहरूलाई आउन दिएनन्, जसले नवप्रवर्तन रोक्यो। नेपालमा चाहिँ यी संस्थानहरूले करदाताको पैसा अनुत्पादक ठाउँमा खर्च गरेर राज्यको ढुकुटी नै रित्याए। दुवै अवस्थामा देशको बहुमूल्य स्रोत पैसा र जनशक्ति गलत ठाउँमा थस्यो। जापानमा उद्देश्य सामूहिक टाट पल्टिनबाट रोक्नु थियो भने नेपालमा यी संस्थानहरू राजनीतिक भर्ती केन्द्र जस्ता बने। यसको एउटा ज्वलन्त उदाहरण हो हेटौँडा कपडा उद्योग, जहाँ उत्पादन शून्य हुँदा पनि 900 जना कर्मचारीलाई तलब खुवाएर राखिएको थियो। यो पनि त एक प्रकारको जोम्बी प्रणाली नै भयो नि, होइन र? जहाँ संस्थाले कुनै मूल्य सृजना गर्दैन, तर राज्यको स्रोत र साधन भने निरन्तर खर्च गरिरहन्छ। त्यसो भए जापानको यो 3 दशक लामो पीडादायी अनुभवबाट नेपालले सिक्नुपर्ने कुरा के हो त? यहाँ 3वटा मुख्य पाठहरू छन् जुन हाम्रो भविष्यको लागि एकदमै महत्त्वपूर्ण हुन सक्छन्। पहिलो, असक्षम कम्पनी वा उद्योगलाई प्राकृतिक रूपमा मर्न दिनुपर्छ। तिनीहरूलाई जबरजस्ती जीवित राख्नु भनेको नयाँ र राम्रा स्टार्टअपहरूको बाटो छेक्नु मात्र हो। दोस्रो, अर्थतन्त्रलाई विविधीकरण गर्नै पर्छ। जापान निर्यातमा अत्यधिक निर्भर थियो, हामी अहिले रेमिटेन्समा छौं। एउटै स्रोतमाथिको यस्तो निर्भरताले अर्थतन्त्रलाई कमजोर बनाउँछ। र तेस्रो, युवा जनशक्तिको सही प्रयोग गर्नुपर्छ। यदि दक्ष युवाहरू बेरोजगार भए वा विदेश पलायन भए भने त्यो जनशक्ति देशका लागि आशीर्वाद होइन, बोझ बन्न सक्छ। जापानको कथाले के देखाउँछ भने गलत आर्थिक नीतिहरूको असर दशकौंसम्म रहन सक्छ। नेपाल अहिले एउटा यस्तो मोडमा छ जहाँ हामीले हाम्रा यी जोम्बी सोच र नीतिहरूलाई त्याग्नै पर्छ। अब प्रश्न यो उठ्छ, के नेपालले आफ्नै जोम्बी चक्रलाई समयमै तोडेर एउटा दिगो आर्थिक बाटो समात्न सक्छ त? यो प्रश्नको उत्तर भविष्यका नीतिहरू र आज हामीले लिने निर्णयहरूमा नै निर्भर गर्दछ।